पछिल्लो समय यता बजारमा धेरै गीत सङ्गीत आइरहँदा फेरि अर्को एडिना चौहानको आवाजमा भाग्यले मिचिएको गीत बजारमा सार्वजनिक भएको छ। यस गीतमा गुल्मी जिल्लाकी एक मोडल गीता पन्थीले अभिनय गरेकी छन्। उनी नेपाली गीत सङ्गीतलाई निकै माया गर्ने र अहिले उनी दुबईमा रहेर पनि आफ्नो साङ्गीतिक यात्रालाई अब्बल बनाएकी छन्। यसम्म गीता पन्थीले 3वटा म्युजिक भिडियोमा अभिनय गरेकी छन्। म्युजिकहरू हल्लाहरू सुन्छु, भाग्यले मिचिएको र मिठा मिठा मनका कुरा भन्ने गीतमा अभिनय समेत गरिसकेकी छिन्। उनको जीवनकालदेखि साङ्गीतिक क्षेत्रलाई राम्रो बनाउने सपना रहेको गीता पन्थीले बताउँछिन्। हिजो मात्र सार्वजनिक भएको भाग्यले मिचिएको गीत बजारमा तताएको छ। बजार हजारौँ भन्दा लाखौँ गीतहरू आइरहँदा भाग्यले मिचेको मान्छे मह बजारमा सार्वजनिक भएको हो। यस गीतको आवाजमा एडिना चौहानले दिएकी छन् भने शब्द सङ्गीतमा ऋषि खड्काले गरेका छन्। यस्तै इरेन्जमा कमल सौरागले गरेका हुन् भने यस गीतको अभिनय गीता पन्थी र विराज विष्टले निकै उत्कृष्ट अभिनय गरेका छन् भने गीता पन्थी नेपाली गीत सङ्गीतलाई माया गर्दै अहिले दुबईमा रहेर पनि आफ्नो साङ्गीतिक क्षेत्रलाई चर्चामा बटुलेकी छन्।